सबैजनालाई र लेट्स स्टार्ट न्यू vlog. Hello guys, that's Inamit and Inamit from Shiok. So आज चाहिँ हामी सानो लु इन्ट्रोडक्सन दियो. आज हामी के गर्नु गएको? काम गर्नु. काम त हैन, म त भिडियो गर्नु गएको. के गर्नु गरे? भिडियो गर्नु गएको. म चाहिँ मेरो भिडियो बनाउनुको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ खास काम के हो भन्दाखेरि चाहिँ रोडको काम चलिरहेको छ. मेटल रोड चाहिँ भित्केर चाहिँ खरन्डा भइरहेको छ. यसको लागि राम्रो स्टेप लिएर एसएससी ग्रुप साथै हाम्रो गाउँको दाजुभाइहरू है ले चाहिँ एउटा राम्रो स्टेप उठाएर चाहिँ बाटो बनाउँदैछ. किनभने अब बिमारीहरू यहीबाट लानुपर्ने हुन्छ. हाम्रो स्कुलको गाडी यहीबाट जान्छ है. अन्त प्रब्लम हुन्छ. काम तुरेको छैन त्यो यिनीहरू चाहिँ त्यहाँ माथि काम र यस्तो प्रकारले गर्दाखेरि त्यो राम्रो कामलाई चाहिँ हाइलाइट गर्नुको लागि चाहिँ म आजको भिडियो बनाउन गइरहेको छु. घरमा त्यही हो, घरको प्रायः सबैजना नै यहाँ कामको लागि आउनुभएको थियो. अन्त घरमा मैले हाम्रो नाना सा बेटुलाई हेर्नु पर्थ्यो. सो त्यही कारणले गर्दाखेरि चाहिँ आइएम लेट बट केही पनि छैन है. विल कभर अप भिडियो बनाउँछु. आज चाहिँ म त्यति साह्रो इन्डल्ज भइनँ है यो कुराको लागि. त्यसको लागि दुःख त छ बट स्टिल विल मेक आउट अनदर डे है. गर्नु सक्छ हामीले यो दिनको लागि अरू कुनै दिन है दिनु सक्छ. सो अहिले हुँदैछ र फेरि खासमा चाहिँ बाटो भत्किनुको रिजन के हो भन्दाखेरि चाहिँ बाटो भत्किनुको रिजन यो हो किनभने आवर रोड इज फुल अफ ट्रिज. हाम्रो बाटैभरि ट्रिज छ है. अन्त यो के छ अरे धुप्पी ट्री. त्यही कारणले गर्दाखेरि यो ब्लक हुन्छ नाला. ब्लक हुँदाखेरि चाहिँ रेनी सिजनको टाइममा चाहिँ सबै पानी चाहिँ यहाँ मेटल रोडको तर्फ आउँछ. अन्त मेटल रोड त अलिकति पानी पर्दाखेरि पनि त्यो पहिला कन्स्ट्रक्सन हुँदाखेरि के कसरी कन्स्ट्रक्सन भएको थियो फेरि त्यो होइन हाम्रो एरियामा अलिकति त्यो टाइममा लोड भेहिकल्सहरू पनि चलेर होला यो मजा सेट भएन. त्यो कारणले गर्दाखेरि चाहिँ इट्स अलमोस्ट बिन 5 to 6 years कन्स्ट्रक्सन भएको है. सम अफ द पोर्सन्सहरू चाहिँ भन्दाखेरि बिग्रेको छैन बट कतिपय पोर्सन्सहरू बिग्रेको छ है. त्यही कारणले गर्दाखेरि चाहिँ मेरो नानी भिजिसक्यो. म आफै छाताबाट गरेको छु. त्यो कारणले गर्दाखेरि चाहिँ है त्यस्तै हुन्छ. तर पनि राम्रो इनिसिएटिभ हो. त्यहाँ गएर पनि इम्पोर्टेन्ट पर्सनहरू है जस्तै चाहिँ यहाँ कामको लागि चाहिँ अघि बढ्नुभएको छ. उहाँको पनि इन्टरभ्यू लिनेछु है. साथ दिनुहोस् होला, भिडियोमा बनिरहनुहोस् होला है. त्यही कारणले गर्दाखेरि चाहिँ फिलहालको लागि हामी चाहिँ यहाँ आइपुगेको छौँ. यसलाई चाहिँ भन्छ 9 नम्बर. यो चाहिँ हाम्रो काकाको बारी पर्छ है. अन्त यहाँ त देख्नु होला धोत्रे भन्छ सायद. बाख्राले खान्छ तर फुल दिँदैन, बाख्रा मर्छ. अन्त यहाँ चाहिँ छ देवीथानलाई ढोकेर नानु भगवानहरूलाई पनि नमन गर्दै गर्नुपर्छ है. सो हामी चाहिँ 9 नम्बरको टावा आइसक्यौँ. यहाँ माथि टावा देखिँदैछ. टावामा चाहिँ सानसानो भाइहरूले खाना जति पनि कर्मचारीहरू काम गर्नेहरू छ उहाँहरूको लागि खाना बनाइदिनु भएको छ है. र भिडियोमा बसिरहनुहोस् होला है. र अघिल्लो क्रममा चाहिँ म जति पनि इम्पोर्टेन्ट पर्सनहरू छ र काम गरेको स्थानमा लगेर उहाँहरूको इन्टरभ्यू लिनेछु है. रोड चाहिँ यस्तो प्रकारले बिग्रेको थियो है. र यसलाई चाहिँ यस प्रकारले ढला हालेर चाहिँ बनिँदैछ. सो रोड चाहिँ यस्तो बिग्रेको थियो. अन्त गाडी पनि चढेको थिएन है. त्यही कारणले पानीले गर्दाखेरि अझै रोड बिग्रिरहेको थियो है. त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ रोडमा ढलाइ हुँदैछ. हाम्रो दिदीबहिनीहरूले दिएको एसएससीको दिदीबहिनीहरूले गरेको यो नाली चाहिँ सफा गरेको हेर्न सक्नुहुन्छ है. हाम्रो दाजुभाइहरू ढलाइमा व्यस्त छ. दिदीबहिनीहरूले चाहिँ निकै सफा गर्नुभएछ. तर झन् बाटो ब्लक भएको जस्तो लागेन. नाली सफा गर्नु पर्थ्यो. हो यस्तो प्रकारले कामहरू भइरहेको छ. यहाँ पनि खाल्टा पुर्नुपर्ने रहेछ. अर्को आइतबार गर्छौँ भन्नुहुँदै थियो आदि कामहरू चाहिँ. र
चाहिँ यस्तो एकदम सिमसिम पानी परिरहेको छ है र मौसमले पनि आज साथ दिएको जस्तो छैन र यहाँ हेर्नु सक्नुहुन्छ है माथि जान्छ स्किन लो चरा ल त छाता पनि लैजाऊ ल यस्तो प्रकारले चाहिँ एसएससीहरूले काम गरिरहेको छ यहाँनिर चाहिँ आमामा ल हेर्न सक्नुहुन्छ ल यहाँ हाम्रो सियोकलाई चाहिँ एकदम सेभ गर्ने यहाँ एसएसजीहरूको है माथिदेखि नै हेर्न सक्नुहुन्छ धेरै मजाले काम गरिरहेको छ है एसएसजीहरूले र एकदम यो चाहिँ तारिफको काम नै गरिरहनु भएको छ यहाँ सबै ग्रुप छ जम्मा हाम्रो गाउँमा सायद 9 ग्रुप छ 9 ग्रुपकै सबैजना लागि परेको छ है र दाजुभाइहरूको तल अलिकति झलक त भेट्यो तर माथि पनि अझै ग्राउन्ड मुनि पनि जहाँदेखिको हाम्रो सियोक भेग साथै कोठीगाउँको भेग पर्छ है र यहाँनिर चाहिँ काकी चाहिँ हुनुहुन्छ हाम्रो कुन चाहिँ ग्रुपको प्रेसिडेन्ट केसियर सञ्जीवनी है यहाँ काकी साथै कुन चाहिँ को जागृति है तिमी कुन चाहिँ रोज हो त्यहाँदेखिको यहाँनिर सञ्जीवनी यहाँनिर जागृतिको है सबैको इन्टरभ्यू लिनेछौँ साथै म यहाँ कुन ग्रुपको एसएसजी रहेछ है त्यो पनि म तपाईँलाई भन्नेछु काकी तपाईँ कुन चाहिँ ग्रुपको एसएसजी हुनुहुन्छ ए बिर्सिहाल्नुहुन्छ कुन चाहिँ ग्रुपको ए रोज है यहाँ काकी चाहिँ तपस्या ग्रुपको है साथै यहाँ अझै विभिन्न एसएचजीहरूको छ है सायद सानोदेखिको ठुलो लागि परेको छ है यो कामको लागि चाहिँ र काकी कुन चाहिँ एसएचजीको हुनुहुन्छ है र कुन चाहिँ पदमा हुनुहुन्छ तपस्या एसएसजीको प्रेसिडेन्ट है यहाँनिर तपस्या एसएचजीको प्रेसिडेन्ट साथै यहाँ काकी तपस्याकै है यहाँ बुन्नु चाहिँ तपस्या हो तपस्याहरूको लागि परेको रहेछ यहाँ काकी जागृति है जागृतिको 2 जना मेम्बर भइसक्यो यहाँनिर काकी युनिकको यहाँ युवा है तपाईँ सञ्जीवनी यहाँ हाम्रो भाउजू कि कुन चाहिँ ग्रुपको हो जागृति यहाँ बहिनी सियोन त्यसो सियोन एउटा खालि हो तिमी ए तिमी कुन चाहिँ ग्रुपको बरी युवा एसएसजीको है र साथै यहाँ काकी 2 जना हुनुहुन्छ है तपाईँहरू ए यहाँ भाउजू रहेछ कुन चाहिँ युनिक एसएसजी ग्रुपको है र यहाँ चाहिँ मलाई निकै अल्छी काम लाग्दैछ कुन चाहिँ ग्रुपको होला कुन चाहिँ ग्रुपको हुन्छ है सञ्जीवनी यहाँ सञ्जीवनी र मैले रोज एसएससीको धेरै देखेँ है र साथैमा तल पनि छ तल म अहिले आउँछु है र म यहाँनिर है हाम्रो प्रेसिडेन्टको 1-2 विचार तपाईँहरूमाथि राख्छु र है म यहाँ काकीको सानो इन्टरभ्यू लिनेछु है काकी यो सानो 1-2 शब्द भनिदिनुहोस् न तपाईँहरूले यो इनिसिएटिभ चाहिँ अब यो तपाईँहरूले किन चाहिँ सोच्नु भयो है के कारणले हामीलाई बाटो हिँड्नु पुरा असुविधा भयो हो बाटोहरू भत्केर केही छैन हजुर सायद सरकारले हेरिदिएन कमानको बाटोहरू पनि अन्त अब हामीले एसएससीबाटै गर्न थालेको हजुर हो अब तपाईँले काकीको विचार सुनिहाल्नु भयो है र यहाँ हामी अर्को ग्रुपको एसएससीको सुन्नेछौँ र हाम्रो यहाँ
बहिनी है बहिनीको पनि सुन्नेछौँ बहिनी यस्तो यङ भएर पनि है यहाँ यस्तो राम्रो कामको लागि पर्नु भएको छ है यो चाहिँ के कारण अब तपाईँलाई के चाहिँ जरुरत फिल भयो यो काम चाहिँ गर्नै पर्छ भन्ने है पानीको मौसम छ पानीको ब्लक हुन्छ किनभने हामीले बर्खा झरीमा यो माटोहरू चाहिँ निकाल्नै पर्छ नालीबाट किनभने पहिरोहरू जाने असुविस्ता हुन्छ गाडी बाटो ब्लक हुन्छ गाडी हिँड्ने बाटो हजुर अन्त दाजुभाइहरूको के सहयोग मिलिरहेको छ है तपाईँहरूलाई सहयोग त अब त्यही मिस्त्रीहरू गरिदिराखिदिनु भएको छ हजुर अब सबैजना दाजुभाइहरूले गरिदिराखिदिनु भएको छ घरको 4 जना 5 जना 6 जनासम्म घरको परिवारै लागेर गरिदिराखिदिनु भएको छ हजुर रोड सफा सुग्घर मेन्टेनहरू गरिदिराखिदिनु भएको छ हजुर गाउँ एससिजी ग्रुप सबैजना मिलेर नै हामीले बाटोहरू सफा गरिरहेको छौँ हजुर धन्यवाद है अब फेरि पनि है त्यस्तै कामतिर तपाईँहरूलाई देखिरहनु पाऊँ है यहाँ हाम्रो काकी हुनुहुन्छ है त्यो काकी 1-2 शब्द भनिदिनुहोस् होला तपाईँले पनि है यहाँ यस्तो अब तपाईँलाई के जरुरत महसुस भएर चाहिँ तपाईँहरू यहाँ गरिरहनु भएको छ है ग्रुप मिलेर अब भन्नुपर्दा हामीलाई चाहिँ है यो बाटो चाहिँ एकदमै झारले पुरेको नाली बाटो त होइन तर नाली चाहिँ बाटो त अब सफै छ र पनि जग्गा जग्गा भत्किएको है अब यो झारहरू भएर नालीमा चाहिँ माटोहरू जम्मा भएकोले गर्दा चाहिँ पानी सबै बाटोमा कुद्ने भएकोले गर्दाखेरि हाम्रो बाटोहरू निकै नै बिग्रिसकेको थियो तर आज अब निकै लामो सोच्दै सरसल्लाह गर्दै आउँदाखेरि है आजको दिनमा यो हाम्रो सबै एसएसजी मिलेर कार्य गर्नु चाहिँ एउटा सफलतापूर्वक हाम्रो आज कार्य सफल भयो र अझै कोसिस गर्दैछौँ फेरि अब आउने दिनहरूमा पनि हामी यस्तै पाराले है एसएसजी त भयौँ हामी 9 ग्रुपको छौँ यहाँनिर र अब हाम्रो गाउँको दाजुभाइ दिदीबहिनी गाउँ सबैले सहयोग गर्नुभएको छ यसमा चाहिँ र अब हामी यो कार्य सफल भएकोमा चाहिँ एकदमै खुसी छौँ है हामीलाई पनि खुसी लाग्दैछ है यो बाटो यस्तो देखेको है एकदम सफा सुगर देखेकोमा धेरै खुसी लाग्दैछ है र धन्यवाद सबै एसएसजीलाई है साथै हाम्रो दाजुभाइहरूले पनि माथि मेन रोड जुन चाहिँ छ उहाँ धेरै ढलाइ हाल्ने काम गरिरहेको छ है हाम्रो बाटो त हुनु त कालो वेस्टको हो अलकटर छापेको तर पनि अहिले हामीलाई गभर्मेन्टले केही नदिएर चाहिँ हामीलाई यो गर्नु चाहिँ कर लागेको छ है र यहाँ हेर्नुहुन्छ हाम्रो यङ पिँढीहरूले पनि काम गरिरहेको छ है साथै यहाँनिर यस्तो सानो बहिनीहरूले पनि बेलचा चलाइरहेको छ चाहिँ यहाँ राम्रो काम चलिरहेको छ साथै म तल्लो भिकमा जानेछु है तल्लो भिकमा पनि निकै ग्रुपकोहरू हुनुहुन्छ र उहाँहरूको सहयोग पनि हामी उहाँहरूलाई पनि सोधीखोजी गर्नेछौँ है धेरै कामको लागि यहाँ हेर्नुहोस् तलको बाटो हेर्नुहोस् र यहाँको बाटो हेर्नुहोस् कति भिन्नता भएको छ है धेरै जोस र जागर चाहिन्छ यसको लागि र हाम्रो यहाँ माइजू कुन चाहिँ ग्रुपको हुनुहुन्छ माइजू जागृति है तपाईँहरू कुन चाहिँ युनिक एसएसजी है यहाँ काकी कुन चाहिँ युनिक यहाँ काकी हामी जागृति हो जागृति यहाँ पन्ना काकीलाई त मैले सोधिसकेँ अघि नै है ल यहाँ हाम्रो भाउजू कुन चाहिँ ग्रुपको हुनुहुन्छ है भाउजू भर्खर मात्रै सन्च हुनुभएको है उहाँको जोस र भएको छैन तर उहाँको जोस र जागर हेर्दाखेरि चाहिँ म चाहिँ खालीको देख्दाखेरि चाहिँ मलाई अलिकति दुःख लागे तर मेरो चाहिँ अब घरमा समस्या त्यही थियो र म यहाँ पनि तपाईँ कुन चाहिँ ग्रुपको हुनुहुन्छ है र तपाईँलाई के कस्तो लाग्दैछ यो काम भएकोमा है एकदम खुसी लागेको छ फेरि पनि हामी यस्तै हामी सबै ग्रुप मिलेर चाहिँ अब यस्तो काम गर्ने भनेर चाहिँ अब सबैजना 9वटा ग्रुपले चाहिँ मिलेर जोस जागर लिएर चाहिँ गरिरहेको छौँ हजुर फेरि यस्तै काम हामीलाई हेर्नु मिल्छ अब है भविष्यमा पनि यस्तै कामहरू हेर्नु मिल्छ होला है मिल्छ अब यति हामीले गरेको छौँ होइन अब यहाँदेखि फर्दर अब अरूले पनि गर्न सक्छ हजुर होइन यो चाहिँ तपाईँहरूले एउटा इक्जाम्पल सेट गर्नुभएको है हजुर हुन्छ धन्यवाद है र हामी यहाँ केही कुन चाहिँ ग्रुपको युनिक ग्रुपको एसएसजीलाई पनि है केही कुरा सोध्नेछौँ है यहाँ हाम्रो भाउजू हुनुहुन्छ है भाउजू तपाईँहरूलाई चाहिँ अब के कस्तो लागिरहेको छ है यो काम अब यसरी गर्नु पाउँदाखेरि है केही अब गाउँलाई यो त धेरै गाउँलाई कमानलाई भयो हजुर हुन्छ हामीले यसरी मिलिकन गऱ्यौँ भन्ने होइन आज हामीलाई रमाइलो पनि लाग्दैछौँ सबैजना भेला भएर यसरी अब गर्नु पाउँदाखेरि होइन गाउँको बाटोघाटो नालाहरू सफा भयो अब यति नै त्यति है हाम्रो गाउँ सुन्दर भयो है बाटो हजुर
बाटो अब बिग्रिँदैन यस्तो तरिकाले हुन्छ हाम्रो बिमारीहरू है हजुर पानी जमिँदैन राम्रो हुन्छ स्कुलहरू नागा हुँदैन हजुर त्यही हो ब्लक भएर ब्लक भयो भने स्कुलले नागा भइहाल्छ त्यही हो है समस्या स्कुलको छ स्कुलको भन्दा मलाई चाहिँ बिमारीको लाग्यो है बाटो यो जग्गामा गाडी कुदायो भने त बिमारीको एक प्राण चाहिँ जान्छ तर पनि र एसएसजीलाई धन्यवाद दिँदै र हामी माथिल्लो भेगमा पनि जाने त त्यति आँट आएन है तर पनि जाने प्रयास गर्नेछौँ यस प्रकारले चाहिँ काम चलिरहेको छ है र हेर्नुहोस् यो चाहिँ एकदम सुन्दरताले भरिएको छ तर यहाँ सुगन्ध चाहिँ यो बाटोले दिइरहेको छ है र यो बाटो नै रहेन भने चाहिँ अब हाम्रो सियोकको चाहिँ अब इम्पोर्टेन्स नै हुँदैन महत्त्व नै हुँदैन किनभने हाम्रो गाउँमा मैले अघि नै तपाईँलाई भने चाहिँ नानीहरूलाई स्कुल जानु साह्रो परिरहेको छ हाम्रो गाडीमा बिमारीहरू कति हुन्छ है अब यस्तो गाडीमा टायर पम्चर हुने सम्भावनाहरू हुन्छ है बिमारीहरूको कति के तकलिफ हुन्छ उहाँलाई ज्यादा घाल्चाकुल्चुक पार्नु हुँदैन है र त्यस्तो हुँदाखेरि चाहिँ धेरै समस्याहरूलाई विचार गरेर चाहिँ हाम्रो गाउँको दाजुभाइहरू र एसएसजी ग्रुपहरू 9वटा एसएसजी ग्रुपहरू सुनिहाल्नु भयो उहाँले चाहिँ यो लिनुभएको छ है काम र तपाईँलाई यहाँबाट म फुल भ्यू बाटोको देखाउने छु कि कति सुन्दर तरिकाले उहाँले चाहिँ सफा गर्नुभएको छ है ल सक्नुहुन्छ है बाटो चाहिँ यति सफा देखिरहेको छ यो बाटोमा यो हरियो रुखहरूले है सजिएको छ र चाहिँ यसै कारण हामी ग्रुपको दिदीबहिनी साथै हाम्रो दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छौँ है हामी सबै सियोकवासीको तर्फबाट र म फेरि माथिल्लो यहाँ माथिको भेगमा जाँदैछु जसमाखेरि चाहिँ हाम्रो दाजुभाइहरूले चाहिँ एकदम राम्रो काम गरिरहेको छ है र म त्यहाँ जानुको लागि धेरै टाइम लाग्छ होला लाग्दै गर्दा गफ गर्दै जाउँ है सिनेरी हेर्दै जाउँ है र मैले मेरो पहिलाको भिडियोहरू हेर्नुभयो भने यहाँ तपाईँहरूले एकदम डिसेम्बरको टाइममा केही पाउनुहुन्थेन तर अहिले यहाँको सिनेरी हेर्नुहोस् न रुखले सजिएको अब यति राम्रो दृश्य चाहिँ अब हिल एरियामा चाहिँ हाम्रो सियोकमा पनि छ है र यो दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम मनलाई नै खुसी पार्ने दृश्य चारैतिर हरियाली हो हरियालीलाई एकदम हरियालीसँग सजिएको यो हाम्रो मौसमले पनि सायद साथ दिइरहेको छ पानी पर्न खोजिरहेको छ है तर पानी आइदिएको चाहिँ किन छैन किनभने अब काम गर्नु छ धेरै काम गर्नु छ अझै तलसम्म पुग्नु छ है र म चाहिँ त्यहाँबाट यहाँ आइसकिसकेँ है त्यहाँनिर चाहिँ छ एसएसजी ग्रुपले काम गर्दै गरेको उहाँहरू चाहिँ यहाँबाट सफा गर्दै 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 पुग्नु भएको रहेछ त्यहाँ र दिनभरि नै उहाँले काम गरि नै रहनुभयो निरन्तर काम गर्नुभयो उहाँले कति खाजा पनि खानुभयो कि भएन है खाजा ल्याउने कुरा हुँदै थियो तर यस्तो बलको काममा अब खाजाको कति दरकार हुन्छ त्यो हामीलाई थाहा हुन्छ र हाम्रो दाजुभाइहरूलाई त बन्दोबस्त गरिसकेको थियौँ हामीले साथै पुरा हाम्रो दाजुभाइले नै आफ्नो बन्दोबस्त खुद गरिसक्नु भएको थियो त्यत्तिकै इन्डिपेन्डेन्ट चाहिँ हुनु पऱ्यो नि त है हाम्रो दाजुभाइहरू पनि र साह्रो हिँड्ने आदत छैन र उहाँहरूले यहीँ कहीँ छु त भन्नुहुँदै थियो र त्यति छ तपाईँहरूले अघि भने चाहिँ हाम्रो सियोकको सुन्दरता निहार्नुहोस् होला
र हाम्रो दाजुभाइहरू चाहिँ यहाँ रहेछ है। तपाईँले काम सक्नुभएको? ब्लगर काम सक्नुभएको? त्यो समय नै मामा। र यहाँ हेर्नुहोस् है, सबैजना कामले थकिन्छ। काँचो चामल खानु पऱ्यो है। दादाहरूले एकदम सफा गर्नुभएछ है, निट एन्ड क्लिन। र माथिसम्म जाँदिनँ म त थाकिसकेँ। र म खासमा यहाँ इन्टरभ्यू लिन आएको एकछिनै। ल यहाँ माइला काका, तपाईँलाई यो काम गर्नु के कस्तो लाग्यो? भन्नुहोस् न तपाईँले के। अब यो चाहिँ हाम्रो गाउँको लागि होइन, हामीले चाहिँ अब कसैलाई नहेरेर आफ्नो गाउँको लागि चाहिँ आफ्नो गाउँ आफै बनाऊ भन्ने हेतुले मात्रै आज हामीले सम्पूर्ण गाउँको मान्छे आएर सेल्फ हेल्प ग्रुपदेखि लिएर सम्पूर्ण केटाहरू सम्पूर्ण गाउँको मान्छे आएर सबैले सेवा गरेको छ। यसरी नै अरू गाउँकोले यसरी गरोस् भन्ने चाहिँ हाम्रो एउटा सुझाउ छ। विचारधारा राम्रो है। अरूलाई केही अब कसले के गरेन कसले के नभन्नु होइन, आफ्नो गाउँ आफै बनाऊ होइन। अब यहाँ कोही बेला बाटोमा ब्लक भएको छ, त्यही ब्लक भएकोले गर्दाखेरि यता गएर पहिरो जान्छ के गर्छ। आज सम्पूर्ण गाउँवासी मिलेर चाहिँ हामीले आज यो बनायौँ। अब यो यस्तो कसैको केही पनि छैन, हामी सबै मिलेर गरेको, न पार्टी पोलिटिक्स केही पनि छैन। यस्तो निस्वार्थ भावनाले गाउँवासीले गरेको। हजुर धन्यवाद है त्यसको लागि। र आउँदो पिँढीहरूलाई चाहिँ के सुझाव दिनु चाहनुहुन्छ? आउँदो पिँढीले यस्तो सिकोस् भनेर चाहिँ हामी अगाडि आएको। हाम्रो नानीहरूलाई लिएर आज हामीले गरेको देखेर चाहिँ उनीहरूले केही गरोस् भने एक दुईजना नानीहरू आयो, उनीहरूले पनि एक दुई बेलचा हान्यो, त्यहाँ सिक्छ भनेर त्यही कुरो चाहिँ त्यो नानीहरूलाई भोलिको दिनमा अब सामाजिक एउटा मतलब त्यो सोसियल माइन्डेड चाहिँ होस् भन्ने कुरा चाहिँ हाम्रो एउटा भावना मात्रै हो। हुन्छ, धेरै धेरै धन्यवाद है। र यो काम चाहिँ साँच्ची नै नेपालीमा एउटा वर्ड छ नि, के पो मलाई काका, सराहनीय छ है। यो चाहिँ मोमेन्ट अफ प्राउड जस्तै हो, किनभने सानोदेखिको ठुलोसम्म आएर है, अघि तल एसएजी ग्रुपको देखिहाल्नुभयो, उहाँहरू सानोदेखि इन्क्लुड भएर ठुलोसम्मले काम गरिरहेको छ। या हाम्रो काकाहरू हुनुहुन्छ है, काकाहरूको पनि त कति काम थियो है छोडेर है, तर उहाँहरूले यहाँ गाउँलाई टाइम दिइरहनु भएको छ। यो जग्गालाई अझै सुन्दर बनाउने है उहाँको प्रयासलाई चाहिँ हामीले खेर जान दिनुहुन्न है। र जति भ्युवर्सहरू हुनुहुन्छ, जति पनि अब सोसियल मिडियामा एक्टिभ हुनुहुन्छ, उहाँले पनि आफ्नो गाउँ घर सजाएर राख्नुहुन्छ होला है। फेरि पनि यस्तै कामहरू गरौँ र सबैलाई एउटा पोजिटिभको धारणा दिएर है, सबैलाई यस्तो सोसियलको अब धारणा दिएर हाम्रो गाउँहरूले धेरै, हाम्रो गाउँ यहाँ सियोकले धेरै सोसियल काम गरिरहेको हुन्छ। तर यीमध्ये आज मैले यो चाहिँ भ्लगमा बनाइरहेको छु है। र सक्नुहुन्छ अब यहाँनिर सफा गर्दै जानुहुँदैछ है, यस प्रकारले सफा गरिदिनुहुँदैछ हो। यति गऱ्यो भने कता हो कता हुन्छ है। सिधै जाँदैन होला फेरि 12 मिनट चाहिँ हेलो। र यसैको साथ मेरो छोटो भिडियोलाई एन्ड गर्दै अन्ततिर लाँदै है, र सियोकको ग्रिनेरी है तपाईँलाई देखाइ नै हालेँ। र म पनि अब सानो सहयोग गर्छु है, म पनि हेल्प गर्छु, म पनि अलिकति काम गर्छु, हातलाई मैला बनाउँछु है। र यसैको साथ मेरो भिडियोलाई एन्ड गर्दै अब जति पनि अबदेखिको उपरान्त भिडियोहरू आउनेछ, यस्तै
सबै कुराको मिक्सचर हुनेछ। कतिपय सोसियल वर्क हुनेछ, कति बेला मेरो ट्राभल भ्लग हुनेछ र कतिपय म घरमै केक बनाइरहेको भिडियो पनि हुनेछ है। र सबै भिडियोलाई माया गरिदिनुहोस् होला है। म एउटै अब भ्लग बनाइबस्नु सक्दिनँ, मतलब अब के हुन्छ भन्दाखेरि म एउटा यस्तो अब प्रोफेसनमा छु है, जसमाखेरि अब म एउटै भ्लग बनाइबस्नु सक्दिनँ। ट्राभलिङको भ्लग बनाइबस्नु सक्दिनँ। जति हुन्छ मेरो छुट्टीको दिनहरूमा हुन्छ है। र यस्तै प्रकारले मेरो भिडियो भ्लगहरूलाई माया गरिदिनुहोस् होला है। यसैको साथ तपाईँहरूलाई म छुटो अघि नै देखाएको क्लिप अब चाहिँ माथिबाट देखाउने छु है। हेरिदिनुहोस् होला। यो बाटो चाहिँ मेरो सबैभन्दा प्रिय, अब हाम्रो सियोकमा खोलाहरू पनि धेरै छ, तर यो बाटो चाहिँ मेरो सबसे प्रिय बाटो हो। किनभने यस बाटोलाई जतिको सजिएको बाटो चाहिँ मैले अहिलेसम्म देखेको छुइनँ। धेरै जग्गाहरू छ सजिएकै, तर हाम्रो सियोक, हाम्रो घर यस्तो मजाले सजिएको बाटो चाहिँ मैले देखेको छुइनँ है। आउँदो सालहरूमा पनि, आउँदो वर्षहरूमा पनि हामीले यस्तो नै अब कायम राख्नु छ है। सफा गर्नु छ, आफ्नो गाउँघरलाई सफा गर्नु छ है। सफा यो मात्रै होइन कि सफा हामीले बाहिर तरिकाले, तर मनको सफा पनि हामीलाई गर्नु जरुरी छ। र मलाई के लाग्छ भने यसरी भेला जमघट भएर काम गर्दाखेरि धेरै नै आफ्नो अब मनमा भएको कुरा, खटासपनहरू पनि दूर हुन्छ है। र सबैलाई साथी बनाएर एकजुट भएर कुनै पनि काम गर्दाखेरि उहाँहरूको सहयोग मिल्यो भने हामीले धेरै काम गर्न सक्छ। हामीले कति काम गऱ्यौँ, कति फङ्सन्सहरू अर्गनाइज गऱ्यौँ है। अहिलेसम्म म अहिले म 28 पुगेँ है। 28 पुगेँ। 28 को उमेर लाग्दादेखिको मैले यो कारबारहरू गरेको है। अन्त मलाई यो हाम्रो गाउँले सपोर्ट नगरेको भए म यस्तो कामहरू गर्ने लायकको पनि हुने थिइनँ है। र यसैको साथ हाम्रो छोटो भिडियोलाई एन्ड गर्दै र फेरि पनि आउने दिनहरूमा तपाईँले मेरो तर्फबाट भिडियोहरू पाइराख्नुहुन्छ। यो भिडियोलाई हेरेर आफ्नो गाउँलाई माया गरेर हाम्रो गाउँलाई पनि माया गरिदिनुहोस् होला र मलाई पनि माया गरिदिनुहोस् होला। धन्यवाद।